फर्स्ट म्याचमा विराट कोहली, सेकेन्ड म्याचमा रोहित शर्माको विस्फोटक क्लासिक ब्याटिङ देखियो। यो आइपीएलमा 200 भन्दा माथिको टार्गेट दिँदा पनि टिमहरू हारिरहेको छ भने टी20 म्याचमा जित निकाल्नको लागि धेरै संघर्ष गर्नुपर्छ भन्ने टिमहरूले बुझिसकेका छन्। केकेआरले आफ्नो खुट्टामा आफै बन्चर हानेको भन्दा केही पनि फरक नपर्ला, किन भन्दाखेरि पावर प्लेमै 78 रन बनाएको थियो। अब त्यो सिचुएसनबाट 250 बनाउँदैन भने अब लोअर अर्डर फिनिशरमै कमी देखिएको छ। केकेआरलाई 220 मा रोक्नमा सबैभन्दा ठूलो हात मुम्बई इन्डियन्सको जसप्रीत बुमराहको छ। जुन दिनदेखि आन्द्रे रसललाई केकेआरले रिलिज गर्यो त्यो दिनदेखि नै मलाई लागिरहेको थियो कि केकेआरको फिनिशरमा त्यहाँनिर चाहिँ कमजोरी छ। सो त्यो आज चाहिँ केकेआरले देखाएको पनि छ कि 250 बनाउने स्कोर 220 मा अड्यो। हालाकि मुम्बई इन्डियन्सले 250 पनि चेज गर्न सक्थ्यो होला। मुम्बईको ब्याटिङ, ओ माई गड, ओपनिङमा रोहित शर्मा, राहुल टिकन्टल, विस्फोटक ओपनिङ साझेदारी 148 रनको। त्यहाँबाट पनि मुम्बई इन्डियन्सले केकेआरलाई विकेट थ्रो गरेर गयो लास्टमा, तर मुम्बईले इज्जत जित्यो। बधाई छ मुम्बई इन्डियन्सलाई। आज बल्ल मुम्बई इन्डियन्सका फ्यानले 13 वर्षपछि आफ्नो सिजनको पहिलो म्याच जितेको खुसी मनाउन पाएका छन्। एकदमै एन्टरटेनमेन्ट म्याच थियो, मजा आयो फ्यान्सहरूलाई। धेरै पछि क्रिकेट एकदमै ब्याक टु ब्याक 2 म्याचमा 2 वटै बवाल रन चेस गरेको छ टिमहरूले यो आइपीएलमा। तपाईहरुलाई के लाग्छ गाइस, केकेआर म्याच हार्नुको मेन कारण के होला? प्लिज कमेन्ट गर्नु होला त। क्रिकेट सम्बन्धी अपडेटको लागि मलाई चाहिँ फलो गर्नु होला।